नमस्ते। आज हामी नेपालको एउटा एकदमै विशेष महिनाभरि चल्ने कथा वाचनको परम्परा श्री स्वस्थानी व्रत कथाको बारेमा कुरा गर्दैछौँ। यो केवल एउटा धार्मिक कथा मात्रै होइन, यो त हाम्रो संस्कृति र आस्थाको एउटा जीवन्त उत्सव हो। एकछिन सोचौँ त, एकातिर हाम्रो यो छिनछिनमा अपडेट हुने डिजिटल दुनियाँ छ, अर्कोतिर एउटै कथा पढ्न पुरै 1 महिना लगाउने यो पुरानो परम्परा। कस्तो अनौठो है। आखिर के छ त यो कथामा त्यस्तो जादु जसले लाखौं मानिसलाई हरेक वर्ष यसरी तानिरहन्छ? ल आउनुहोस्, यसको रहस्य पत्ता लगाऊं। सबैभन्दा पहिले त यो बुझौँ कि श्री स्वस्थानी भनेको के हो, अनि यो परम्पराको जरो कहाँसम्म फैलिएको छ, कहाँबाट सुरु भयो यो सबै? स्वस्थानी यो शब्द आफैमा कति गहिरो अर्थ लुकेको छ। स्व अर्थात् आफ्नै, अनि स्थान अर्थात् ठाउँ। यसको मतलब स्वस्थानी ती देवी हुन् जो बाहिर कतै मन्दिरमा होइन, हामी सबैको अन्तरात्मामा आफ्नै भित्र निवास गर्छिन्। यो परम्पराको जरा एकदमै गहिरो छ। भनिन्छ स्वयं देवी पार्वतीले भगवान शिवलाई पाउनका लागि यही व्रत लिनुभएको थियो। यो कुनै आजभोलिको चलन होइन। यसको वर्णन स्कन्द पुराण जस्ता प्राचीन ग्रन्थहरूमा भेटिन्छ। अझ नेपालको कुरा गर्ने हो भने त यो परम्परा मल्लकालभन्दा पनि पुरानो मानिन्छ। ल अब सिद्धान्तको कुरा त भयो। अब हेरौँ व्यवहारमा यो व्रत कसरी गरिन्छ। यो 1 महिना लामो व्रतमा वास्तवमा के गर्नुपर्छ? यसका विधि र नियमहरू के छन् त? व्रतालुहरूको दैनिकी कस्तो हुन्छ होला यो 1 महिनासम्म? हरेक दिन बिहानै चिसो पानीमा नुहाउनु पर्यो, त्यसपछि सुरु हुन्छ देवीको भक्तिपूर्ण पूजा, अनि दिनको सबैभन्दा विशेष र रमाइलो क्षण त साँझमा आउँछ, जब पुरै परिवार एकै ठाउँमा बसेर कथाको एउटा अध्याय सुन्छ। अनि यो पूजामा एउटा सङ्ख्या बारम्बार दोहोरिन्छ, त्यो हो 108। किन होला 108? किनभने हिन्दू धर्ममा यसलाई एकदमै पवित्र र पूर्ण अङ्क मानिन्छ। त्यसैले त फूल होस्, सुपारी होस् वा जनै, धेरैजसो सामग्रीहरू 108 वटा नै चढाइन्छ। यो व्रत बस्न त्यति सजिलो भने छैन है। सोच्नुहोस् त, 1 महिनासम्म दिनमा 1 पटक मात्र, त्यो पनि नुन बिनाको खाना, भुइँमा सुत्नु पर्यो। तर यी सबैभन्दा पनि ठूलो कुरा त मनको शुद्धता हो। मन, वचन र कर्मले कसैको नराम्रो नसोच्नु, यो नै सबैभन्दा ठूलो अनुशासन हो। ल अब हामी यो परम्पराको मुटु अर्थात् यसको सबैभन्दा महत्त्वपूर्ण पाटोमा आइपुग्यौं। त्यो हो यसका कथाहरू। आखिर के छ त यी कथाहरूमा त्यस्तो जादु जसले पुस्ता पुस्तालाई बाँधेर राखेको छ? स्वस्थानीका कथाहरूमा पात्रहरूको एउटा पुरै संसार छ, र हरेक पात्रले केही न केही सिकाएर जान्छन्। जस्तै देवी पार्वतीको कथाले देखाउँछ कि साँचो भक्तिमा कति शक्ति हुन्छ, अनि गोमा ब्राह्मणी, उहाँको कथाले सिकाउँछ कि जतिसुकै दुःख आए पनि धैर्य र विश्वास कहिल्यै छोड्नु हुँदैन। त्यस्तै चन्द्रावतीको कथाले घमण्डको परिणाम कस्तो हुन्छ भनेर चेतावनी दिन्छ भने नवराजको कथाले एउटा आशा दिन्छ कि भगवानको कृपा भयो भने गुमेको कुरा पनि फिर्ता पाउन सकिन्छ। र एउटा कुरा के भने, यी कथाहरू धर्मको लागि मात्रै महत्त्वपूर्ण छैनन्। यिनीहरू त एउटा ऐना जस्तै हुन्, जसले त्यो बेलाको मध्यकालीन नेपालको समाज कस्तो थियो, मान्छेहरू कसरी बाँच्थे, के सोच्थे भनेर देखाइदिन्छ। त्यसैले यो एउटा ऐतिहासिक दस्तावेज पनि हो। ल त्यो त भयो पुरानो कुरा, इतिहासको कुरा। तर प्रश्न उठ्छ, के ती 100औं वर्ष पुराना कथाहरू आजको यो टिकटक र एआईको जमानामा पनि उत्तिकै सान्दर्भिक छन् त? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। आउनुहोस् यसैको बारेमा कुरा गरौँ। आजको दिनमा स्वस्थानीको सबैभन्दा ठूलो देन के होला? त्यो हो पारिवारिक एकता। आजभोलिको व्यस्त जीवनमा कहाँ एउटै समयमा पुरै परिवार जम्मा हुन पाइन्छ र? तर यो 1 महिना साँझमा कथा सुन्नकै लागि भए पनि सबैजना एकै ठाउँमा हुन्छन्। यसले सम्बन्धलाई कति न्यानो बनाउँछ होला। त्यसपछि आउँछ नैतिक शिक्षा, अनि व्रतले सिकाउने अनुशासन। यी सबै कुराले जीवनलाई एउटा बाटो देखाउँछ। तर एउटा कुरामा इमान्दार हुनैपर्छ। कथामा केही यस्ता प्रसङ्गहरू पनि छन्, जस्तै बालविवाह, जुन आजको समाजमा फिट हुँदैनन्। त्यसो भए के गर्ने त? आजभोलि मानिसहरूले यसलाई कसरी हेर्छन् भने, ती कुराहरूको शब्दलाई समातेर बस्ने होइन, बरु त्यसको भित्री प्रतीकात्मक अर्थ के हो भनेर बुझ्ने प्रयास गर्छन्। समयसँगै व्याख्या गर्ने तरिका पनि बदलिएको छ। तर कथाका केही अंश जस्तो सुकै भए पनि यसको जुन मूल सन्देश छ त्यो कहिल्यै पुरानो हुँदैन। र त्यो सन्देश के हो? त्यो हो, जतिसुकै अँध्यारो भए पनि, जतिसुकै अन्याय भए पनि अन्तमा जित सधैँ सत्य र धर्मकै हुन्छ।
यो एउटा यस्तो विश्वास हो जसले हरेक युगमा मानिसलाई आशा दिन्छ। स्वस्थानीले हामीलाई परिवारको महत्त्व सिकाउँछ, अनुशासन सिकाउँछ र सत्यमा अडिग रहन प्रेरणा दिन्छ। अब अन्त्यमा एउटा प्रश्न, यो भागदौडले भरिएको निरन्तर परिवर्तन भइरहने संसारमा के यस्ता पुराना कथाहरूले साँच्चै हाम्रो जीवनलाई सही दिशा दिन सक्छन् त? यो प्रश्नको जवाफ सायद अरू कसैले होइन, हामी आफैले आफ्नो मनभित्र खोज्नुपर्ने हुन्छ।